एटलिस्ट खानुस् त सही खाइपछि त थाहा हुन्छ यसो गर्नु भएको छ तपाईले यसो यसो क्या साथीहरु यस्तो गर्नु भएको छ उहाँले यसो अगाडि प्रिभियस यहाँ सुन्नु यसो गर्नु 30 मिनट लेन यति यति हुँदा के चिज थाहा हुन्छ यसो थाहा हुन्छ भोलेपछि थाहा हुन्छ कस्तो छ खाएर भन्नु है धेरै टिकटकमा फेमस भयो है त्यही भएर मैले पनि यहाँ बुढाको अचार मगाएको थियो अब म ट्राई गर्छु है के हो अचार हो के हो मेरो छैन म निकाल मबाट अचार हुन्छ बुढाको अचार त खानु भयो यो चाहिँ हामीले आफूले घरमा बनाएको हो यो चाहिँ हामीले घरमा बनाएको हो होइन यो चाख्नु अब सबले वा 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 भनेर मगाएको झन् है हामी के चाहिँ हालेर बनाउँछ हामी पनि यस्तो गरौँ भनेर के हो यो केही छैन त हामीले बनाएको चाख्नु न अब सिधाइसक्यो हाम्रो चाहिँ होइन टेस्ट बिग्रियो किन चाहिँ फ्याल्नु मुखमा हालिसकेको भनेर मात्र हो क्या एकचोटि ट्राई गर नि थाहा हुन्छ मैले उयो गरेँ होइन एकचोटि तिमीहरू पनि ट्राई गर क्या बुढाको अचारलाई अल्छी लाग्यो होला नि यो चाहिँ घरमा बनाएको रहेछ होइन तिमीहरूले बनाएको आएको होइन कुन चाहिँ मिठो छ मिठो छ नि हेर्दैखेरि थाहा हुँदैन अचार कस्तो हुन्छ भनेर यहाँ हेर त यो कलर हेर कस्तो स्पाइसी खालको कस्तो हेर्दैखेरि वा कस्तो लसुन अदुवाको सेन्ट आएको के हो मसला ससला पनि छैन तेल कालो न कालो के हो यो सबै कालो कालो यस्तो छ त तेल केही छैन मसलामा सब मुनि जमेको ल अगायो अब बुढाको अचारले पनि नचाहेको धेरै प्रचार सुनेर कस्तो नै हुन्छ भनेर चाखौँ भनेको ल अब यसलाई के गरेर घरमा यसो मसला ससला लाएर घरकै मसला लाएर तारेर बनाउनु अब यसमा सुरुमा खाँदा त झन् कस्तो ठुस्स गनाउँछ भाइ खा त टिम्बु पो त्यस्तो गनाउँछ नि तपाईँलाई होइन सुरुमा खाँदा हो के साँच्चै हो मैले ढाँटेको होइन ल सबैलाई ननिकाल पिरो मात्रै छ साँच्चै भनेको नुन सुन केही छैन सिलुङको क्या तेल मात्रै मलाई त उयो पो बनाए त के उयो के सिद्रा सिद्रा कपुर यस्तो त हेर्नु न माया दिदी के बनाउनु भएको यस्तो माया दिदीको बुढाले होला त्यस्तो हुनुपर्छ नि त अनि अचार तपाईँ लटपट रुइन यस्तो भएन है दिदी कुरो तेल बेसी भयो के भयो भन्दै हुँदैन अनि एउटा कुरा तपाईँलाई थाहा छ कि छैन है तपाईँ नेपालमा हुनुहुन्छ या बाहिर हुनुहुन्छ या जुनै देशमा हुनुहुन्छ नेपालको मापदण्ड कानुनमा के छ भने फुड ल्याबमा अचारमा मासुको अचारमा है सुन्नुहोस् है मासु यहाँसम्म छ भने तेल यहाँसम्म हुनुपर्छ यो चाहिँ फुड ल्याबको है यो चाहिँ सरकारी मापदण्ड हो किनकि त्यो चाहिँ केमा हुन्छ नि जुन अचारमा मासुको अचारमा केमिकल हालेको हुँदैन नि त्यहाँ जहिले पनि मासु भन्दा 1 इन्च तेल भरेको हुनुपर्छ तलङ्ग रुल हो यो चाहिँ सरकारको रुल्स हो नेपालको सरकारको रुल्स हो यदि प्रत्येक अचार दोकानमा गएर सरकारले चेक गर्नु पर्यो भने त्यहाँ केमिकल युज गरेछ भने तेल चाहिँ मासु भन्दा यति डुबेको हुनु पर्यो त्यो चाहिँ सरकारको रुल चाहिँ हो अझ हाम्रो त त्यो तेल त्यति साह्रो पनि हुँदैन है तेल माथि भए पनि तपाईँले मजाले घुल्नु भयो भने त्यो सबै मिक्स हुन्छ अनि तपाईँहरूले जहिले पनि तपाईँलाई जसलाई पनि भन्छु म होइन हजुरहरू जो चाहिँ अचारहरू लिनुहुन्छ नि निकाल्ने बित्तिकै माथिको टेस्ट गर्नु भयो भने टेस्ट नआउन सक्छ किनकि सबै मसलाहरू मुनि हुन्छ मलाई लाग्छ हजुरको पनि अचारकै बिजनेस होला बिजनेस गर्नुस् हजुर बिजनेस आउँदा थियो नि त आफ्नो घरमा बनाएको टेस्ट होला जो मान्छेले व्यापार गर्छ बिजनेस गर्छ फेलियर हुन्छ उहाँले त्यस्तो भन्दैन क्या मैले चाहिँ के भन्छु होइन मैले के भन्छु भने नि हाम्रो नेपालमा नि साथीहरू यति धेरै बिजनेस छ अचारको होइन म चाहिँ के भन्न चाहन्छु भने मेरो अचार मिठो भनेर भन्दिनँ क्या मेरो अचार जसले खानु भएको छ मिठो ए बाबा हामी पनि त कुनै ठाउँमा गएर नयाँ ठाउँमा गएर टेस्ट गरौँ न यो ठाउँमा कस्तो छ भनेर भन्छ हामी कसैको लुटेर खाने मान्छे होइन होइन त्यही भएर तपाईँले राम्रोले मलाई भन्नुभएको भए मलाई मिठो लागेन तपाईँको अचार यस्तो भयो मलाई मिठै लागेन भनेर मलाई मेरो अचार पठाइदिनु भएको भए पनि म हजुरलाई पैसा रिटर्न गरिदिन्थेँ क्या यस्तो हुन्छ क्या तपाईँको एकछिनको के अरे लाइक र भ्युजले गर्दाखेरि चाहिँ के अरे नयाँ जुन हाम्रो कस्टमरहरू हुनुहुन्छ नि उहाँहरूलाई चाहिँ अलिकति कन्फ्युज हुन्छ बा यस्तोको छ कि भन्ने हुन्छ त्यही भएर अर्काको पेटमा लाग्दा चाहिँ हाल्न कोसिस नगर्नु होला किनभने आफूले ट्राई गरेर तपाईँलाई त्यस्तो रिभ्यू दिनु भएन तपाईँलाई मिठो लागेन ठिकै छ तपाईँको टिकटक एकाउन्ट हो तपाईँले हाल्न पाउनुहुन्छ तर मैले खाएको एटलिस्ट खानुस् त सही खाइपछि त थाहा हुन्छ यसो गर्नु भएको छ तपाईँले यसो यसो क्या साथीहरू यस्तो गर्नु भएको छ उहाँले यसो यहाँ सुन्नु यसो गर्नु 30 मिनट लेन
यति यति हुँदा के चिज थाहा पाउँछ यसरी थाहा हुन्छ बोलेपछि थाहा हुन्छ यस्तो हुन्छ क्या खाएको हजुर अगाडि नै प्रिपेरेसन हुनुहुँदो रहेछ भन्ने बुझिन्छ ठिक छ अचारले कम्पेयर गर्नलाई किन्नु भएको होला नि त